आज चाहिँ हाम्रोमा फेरि पनि यहाँ ग्रिन टीमा चाहिँ यति धेरै मान्छेहरू चाहिँ यसरी चाहिँ आउनु भएको छ साथीहरू हैन। यो पनि त थोरै तपाईलाई यहीँबाट जानकारी गराइहाले। यति धेरै मान्छेहरूले चाहिँ सहयोग डोनेसन गरेकै हुनुहुन्छ हाम्रो यहाँनिर। हाम्रो ठ्याक्कै लोकेसन चाहिँ ट्रस्ट अर्ग्यानिक ग्रिन टी, यानि कि प्राय गरी पहिला चाहिँ धरान 18 भन्थ्यो भने अहिले चाहिँ म पनि 18 भन्छु, तर धरान 19 रत्न मार्गमा छौँ। कुरा बुझ्नु भएको छ। मैले जे जति भने मिडियामा भनिराखेको छु, अरूले पनि सुन्नु। हामी सबैजना त्यो भन्न चाहन्छु। र अब धेरै कुरा के गर्ने, यो बाटोहरू पनि कति वर्षपछि भेटियो भन्ने आयो होइन। ठिक छ है, ल वेलकम छ, वेलकम छ, वेलकम छ। अब काम गर्ने कामकै मात्रै लोभ लाग्छ, केहीको लोभ लाग्दैन। कामै मात्रै गर्नु मन लाग्छ, त्यसले काम गर्ने उनीहरूको त्यो छ। र सबैजना पोजिटिभली जोडेर बसौँ होइन। एकले अर्काको विरोध नगरौँ, नबाजौँ, नजुझौँ है। यो मन जस्तो त्यो मन हुँदैन है। तर पनि देश एउटा भएको कारणले हामीले यो देशलाई उठाउनको लागि तपाईँ हामी एउटै भएको कारणले हाम्रो यो चाहिँ एकतालाई बरकरार राख्नको लागि हामी काम गर्नुपर्छ, सन्देश दिनुपर्छ। इमान्दार भएर काम गर्ने, सबैजना मात्रै नठग्नुहोस्, आफूले आफूलाई नठग्नुहोस्। मैले अघि भने न, ठुलोलाई ठुलै खानु छ, सानोलाई सानै खानु छ। खानु नपाउनेलाई पनि 1 घन्टा चाहिँ खाऊ। देश किन बिग्रियो भन्दा यसरी बिग्रियो। सबै मान्छे पार्टी, यो पार्टीको त्यो पार्टीको, शिक्षक पार्टीको होइन, अदालत पार्टीको, प्रहरी पार्टीको, डक्टर पार्टीको होइन। यो त मेरो पार्टीको होइन रहेछ भने त्यसको उपचार त राम्रो गरौँ कि क्या हो भन्ने किसिमको मानसिक। यसले गर्दाखेरि त्यो पार्टीभन्दा पनि माथि हुनुपर्छ हामी सबैलाई। म त्यो पनि यो पार्टी साथी भने केही होइन, मैले सबै बुझिसकेँ, केही होइन होइन। देशको विकास, यो देशको माया होइन, हाम्रो छैन साथीले त देश बस्नु छ कि छैन है। हामी कुरा नबुझी त के आउँथ्यो र अहिलेको जमाना। त्यसले गर्दाखेरि अब सहयोग लिएर आउनु भएको छ। हाम्रो अभियान अत्यन्तै के अरे अगाडि द्रुत गतिमा, तीव्र गतिमा अगाडि बढिराखेको अवस्था छ। यो देशलाई बनाउन चाहने मान्छेहरू थुप्रै छन् होला। ती मान्छेहरूमध्येको हामी हौँ यहाँ। हामी चाहन्छौँ यो देश बनोस्, राम्रो बनोस् होइन। यहाँ अमेरिकाबाट पनि भन्दै हुनुहुन्छ होइन, कोही कहाँबाट पनि आउनु भएको छ, योभन्दा पनि राम्रो बनोस् भन्छु म होइन। अब यसै गरी अर्को व्यक्ति हुनुहुन्छ, उहाँको वाचन गर्नु गइरहेको छु। छोरा दिल राई, श्रीमती कुन्ती सुब्बा, उहाँहरूले 2,05,000 गर्नुभएको छ। र छोरा जेठा हर्कमान राई, माइला छोरा पदमबहादुर राई र साइला रन्दोज राई एकमुष्ट भएको छ। र छोरीहरूमा इन्द्रमाया राई, उहाँले चाहिँ 70,000 गर्नुभएको छ। र माइली फिष्टिमाया राई, साइली गुणमाया राई र कान्छी बुद्धिमाया राई र उहाँहरूले चाहिँ स्वर्गीय बाबा धनमान राई, स्वर्गीय आमा गौमाया राईको स्मृतिमा जम्मा टोटल 2,75,000 गर्नुभएको छ। जोरदार ताली दिनु सम्मान गर्न म चाहन्छु। र के पनि भन्न चाहन्छु भने यो जो स्वर्गवासी हुनुहुन्छ उहाँहरू सायद अलमल्ल भए तापनि यही हाम्रा युमा थेपा, पार्वती, शिवजी या त सुम्निमा पारुङ सबै एउटै हो। उहाँहरूको काखमा गएर चाहिँ बसेर हामी यहाँ
बाँचेका मान्छेहरूलाई र बाँचेका छोराछोरीहरूलाई राम्रो आशीर्वाद दियोस् र उहाँहरूको समाजलाई एकदमै नराम्रो किसिमको भावना नगरोस् भनेर हामी प्रार्थना गर्दै र उहाँहरू वैकुण्ठमा राम्रो बसोस् भनेर भन्न चाहन्छु। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। यो त इन्द्रमाया राईले 70,000 यसै गरी उहाँ हुनुहुन्छ बुद्धिमान राई। उहाँले चाहिँ यस्तो भन्नुभएको छ, उहाँको एउटा नमस्ते बजार देवस्का युएसएबाट स्वर्गीय बुबा दुर्गवीर राईको सोताङ राईको चाहिँ सम्झना र उहाँहरूको पितृको आत्मा शान्तिको लागि उहाँले फेरि पनि 50,000 गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद म दिन चाहन्छु। यसै गरी 21/16/6106 राजकुमार राई धरान 2 शान्तिपथ। आम सरी भाइ, अब के गर्नु, तपाईँलाई यो खालको भएको छ। कोरोनाको बेला इन्जेक्सन हाल्दाखेरि उहाँको यस्तो जीवन भयो। उहाँ पनि हामीसँग खेल्नुहुन्थ्यो होला, युके जानुहुन्थ्यो होला। सरी, अब के गर्नु, यस्तै भयो। र उहाँले पनि सुन्नीमा पारवानसँग प्रार्थना गर्दै 1,06,000 दिनुभएको छ। उहाँलाई पनि धेरै 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 धन्यवाद म दिन चाहन्छु। अरे 1,01,000 यसै गरी अर्को आउनु भएको छ, उहाँ पनि 21/16/5143 प्रताप जङ राई सपरिवारबाट धरान 11 न्यू पशुपति लाइनबाट उहाँले पनि 1,00,000 गर्नुभएको छ। भाइजनहरू, उहाँको परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। होइन 1,06,000 होइन, 1,00,000 मात्रै आएको हो। 1,00,000 त्यता छ 1,00,000 त्यही त। यति भन्दै म के भन्नु चाहन्छु भने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्लिज अलिकति कोका कोलामा हामीलाई यो दोस्रो चाहिँ अति हम्मे परेको छ। सम्पूर्णले यसलाई अलिकति मध्यनजर गरिदिनु भन आग्रह गर्दै म अब यो कोका कोलाको वाचन चाहिँ हाम्रो दिनेशजीलाई गर्न म दिनेछु। धन्यवाद आदरणीय दाजु दत्त कुमार लिम्बुज्यू, आदरणीय नगर प्रमुखज्यू, उपस्थित सम्पूर्ण हामीलाई सहयोग गर्ने सहयोगी दाताहरू र हामीलाई सदा श्रममा साथ दिने श्रमदाताज्यूहरूप्रति म दिनेश बान्ताको तर्फबाट हार्दिक नमन गर्न चाहन्छु। यहाँलाई सबै कुरो हाम्रो आदरणीय दाइले भनिसक्नु भएको छ। यहाँ समय अभाव छ, मेरो जिउ कतै खाएँ, आफ्नो प्रोग्राममा समय अभाव भएको आदि रहनु भएको छ। त्यस कारणले गर्दा मैले ज्यादा बोलिनँ, धेरै काम गर्ने भन्ने अर्थमा म सरासर वाचन गर्न लागिरहेको छु। एक्स 21/15/8026 धरान 19बाट बिराहाङ तुम्बामको दाजुले हामीलाई 13,500 रुपियाँ सहयोग गर्नुभएको छ। हजुर, उहाँ दाजुलाई मैले यो 13,500 रुपियाँ दिएँ। उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यो चाहिँ हजुर
आलोचना आएको त्यसैले धन्यवाद धन्यवाद दाजु हजुर हस् त्यसै गरी हाम्रो आदरणीय दाइ हुनुहुन्छ राजकुमार राई उहाँ चाहिँ 21/16/06 10 इयर एक्स 10 इयर उहाँले सुन्दिमा पारुहरूको लागि पनि सहयोग गरिरहनु भएको छ उहाँ जस्तो हाम्रो दाजुको स्वास्थ्य देखेर दुःख लाग्छ उहाँलाई चाहिँ सुस्वास्थ्यको कामना पनि गर्न चाहन्छौँ हामी सुन्दिमा पारुहाङले उहाँलाई चाँडो यो नै उहाँको स्वास्थ्यप्रति सुधार होस् भन्ने हाम्रो टिमको तर्फबाट कामना छ उहाँलाई धरानको यस्तो चाहिँ हालत धरानको चाहिँ पानीको काकाकुल अवस्था देखेर उहाँले पनि हामीलाई सहयोग गर्नुभएको छ उहाँ दाजुले हामीलाई 40,000 सहयोग गर्नुभएको छ उहाँलाई पनि नगर प्रमुखको तर्फबाट र सम्पूर्ण टिमको तर्फबाट धरानीको तर्फबाट उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहेँ दाजु 40,000 त्यसै गरी झापा दमकबाट रामबहादुर खालिग राई हुनुहुन्छ उहाँ चाहिँ हाम्रो म्याम कमलिता म्याम हामीलाई सदा हरेक हाम्रो यो क्याम्पिङहरू सहयोग साथ दिइरहनु भएको छ र उहाँ आज फेरि सहयोग लिएर आइरहनु भएको छ यस्तो सहयोग धेरै उहाँ मार्फत आइसकेको छ उहाँलाई पनि नगर प्रमुखको तर्फबाट र हामी सम्पूर्ण टिमको तर्फबाट धेरै धेरै धन्यवाद भन्न चाहेँ उहाँको डिटेल्स केही पढिदिनु भयो ममता म्यामको समय अब नमस्ते सबैजनालाई उहाँ चाहिँ हुनुहुन्छ झापा दमकबाट तर अहिले चाहिँ हाल युके बस्नुहुन्छ भने उहाँले मलाई हिजो चाहिँ म्यासेज गर्नुभएको थियो सबैसँग सम्पर्क गर्न खोजेँ सकिनँ मिलेन सम्पर्क भएन तर तपाईँको जुन मेरो युट्युबमा चाहिँ प्रत्येक युट्युब च्यानलमा चाहिँ मेरो कन्टेन्टमा चाहिँ मैले फोन नम्बर राख्ने गरेको छु जो उहाँले नै हेरिरहनु हुँदो रहेछ अनि त्यसपछि यहाँ मेरो युट्युबबाट चाहिँ फोन नम्बर दिएर उहाँले म्यासेज गर्नुभएको थियो मैले वाट्सएपमा त्यसपछि सबैसँग कन्ट्याक्ट नभइसकेपछिको कारण चाहिँ मलाई गर्नुभएछ अनि मैले जब क्युआर दिएँ त्यसपछि उल्टै मलाई धन्यवाद दिनुभयो थोरै पढेर सुनाइदिन्छु धेरै धेरै धन्यवाद बहिनी सहयोग गरिदिनु भएकोमा मेरो नाम रामबहादुर खालिग राई दमक 8 झापा विकास मार्ग भन्नुभएको छ हाल चाहिँ बेलायत भन्नुभएको छ भने मेयरहरूको साम्पाङको भिजनमा काम गर्नुहुने सम्पूर्णमा मुरी धन्यवाद दिन चाहन्छु भन्नुभएको छ विकास धरानको विकासको काम A to Z हेरेको छु पानीको पाइप काटेको देख्दा धेरै दुःख लागेको छ पाइप किन्नुको लागि रु 26,600 मात्र सहयोग पठाएको छु भनेर चाहिँ भन्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ हामी सबैको तर्फबाट है र उहाँले चाहिँ दिनुभएको छ 26,600 सहयोग गर्नुभएको छ अब यतिको जति पाइप आउँछ धन्यवाद अब त्यसै गरी हामीलाई पाइप किनेर सहयोग गर्नुभएको छ 21/16/5143 7 इयर प्रतापजङ राई र ममता राई हाम्रो बहिनी हुनुहुन्छ उहाँलाई पनि हामी 7वटा पाइप किनेर हामीले सहयोग गर्नुभएको छ र उहाँलाई पनि नगर प्रमुखको तर्फबाट र हामी सम्पूर्ण धरानीको तर्फबाट उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ र यो ममता बहिनीलाई त्यसै गरी नेवारका युएसएबाट हुन्छ श्रीमान राईज्यू उहाँले अहिले सुन्दिमा पारुङमा धेरै सहयोग गरिरहनु भयो उहाँले अनि हामीलाई पानीको पाइपको लागि 5,000 सहयोग गर्नुभएको छ उहाँलाई पनि हामी सम्पूर्णको टिमको तर्फबाट धेरै धेरै धन्यवाद भन्न चाहन्छु श्रीमान राईज्यू अब यसै गरी मैले समय सबैको अभाव छ मैले धेरै कुरा बोल्न चाहिनँ हजुरहरूले जसले धरानमा बस्ने हामीलाई विभिन्न युएसएबाट नेपालको विभिन्न ठाउँबाट विभिन्न राष्ट्रबाट हामीलाई यो कोकाटुमा सहयोग आइरहँदाखेरि आम धरानेले सहयोग गर्नुपर्छ पर्दैन भन्ने तपाईँहरू आफै मनन गर्नुहोस् सबैले दिइरहनु भएको छ दिइसक्नु भएको छ उहाँलाई धन्यवाद थ्याङ्क यू भन्न चाहन्छु र अबको समय हाम्रो स्वतन्त्र न्याय समाजका अध्यक्ष समीर तामाङज्यूलाई केही शब्द राखिदिनु हार्दिक अनुरोध गर्दछु धन्यवाद छ है र आजको हाम्रो यो विशेष गरेर सुन्दिमा पारुहाङको तपाईँको
भाग अहिले सहयोगार्थ कार्यक्रममा अलिकति फरक भन्दा पनि अलिक फरक प्रसङ्ग भनौँ। हाम्रो विगत तपाईँको चाहिँ नि 6 महिनाको नानीहरू 18 वर्षको उमेरमा आज चाहिँ भेट भएको हामीले धेरै सुनेका छौँ। समीर र सनाम भन्ने नानीहरू भेट भएका छन् र त्यो विषयलाई चाहिँ लिएर नानीहरू अहिले चाहिँ हाम्रो देवेन्द्र सर तिनचुरे अनलाइन मिडियाको चाहिँ देवेन्द्र सरले चाहिँ उहाँलाई मेयर साहबसँग भेट गराउने भनेर ल्याउनु भएको छ र अब केही हाम्रो देवेन्द्र सरले नै केही भनिदिनुहुन्छ तपाईँले। यहाँ चाहिँ विशेष गरी होइन यहाँ धरानमा चाहिँ हामी चाहिँ लमजुङदेखि हिजो पोखरा हुँदै आयो। विशेष गरी 6 महिनाको बच्चा हुनुहुन्थ्यो होइन। यसको सानो जानकारी मेयरहरूको सम्पर्कसँग भेट्ने उहाँको इच्छा छ, किन उनीहरू अनाथ जस्तो बसिरहेको थिए। अनि कस्तो छ भने अब सुन्नुहोस् है थोरै है, 6 महिनाको बच्चा हुँदाखेरि चाहिँ र एकदिन 2.5 वर्षको हुँदाखेरि हराएको रहेछ। विशेष गरी उहाँको बुवाले चाहिँ लमजुङदेखि काठमाडौँमा पुठाभाडामा योभन्दा 18 वर्ष अगाडि पुठामा चाहिँ राखेर भनौँ न नानीहरूलाई राखेर गएछ विदेश। अनि फर्केर भन्दाखेरि कोठामा थिएन छ, त्यतिखेरको जौनामा फोन थिएन, सिडिएमए मात्रै थियो। जाने बित्तिकै उहाँको मम्मी चाहिँ यता 5 तलको राइने रहेछ, दमकमा ल्याउनु भएको आउने बित्तिकै उहाँको भगवानको याद हुनुभयो 18 वर्ष अगाडि। त्यतिखेर 2.5 वर्षको छ सोनम 6 महिनाको बस्ती मात्रै रहेछ। त्यस कारणले उहाँको बाबा मम्मीको नाम मात्रै थाहा भएन, बाउको जिल्ला कहाँ हो थाहा भएन, नाम मात्रै बिनु गुरुङ भनेर थाहा भयो र आमाको नाम थाहा भयो तर माइती थाहा भएन, नाम थाहा भयो। त्यसपछि चाहिँ भिडियो भएछ होइन। अनि त्यतिकै यहाँनिर होस्टलमा राखेर पालाउने मम्मी उहाँले साथेर अनि 8-9 साल त पढाएछ। अब पढाएर के गर्नु, जन्मनु त चाहियो, वाडा गएछ अदालत गर्छ, त्यो त हुँदैन नि त। अनि हामीले भिडियो उठाइसकेपछि उहाँको बुवाको परिवार लमजुङवासीले फोन गर्यो, यो त मसिनो बच्चामा चाहिँ हाम्रो बच्चा हो, यो नाम लिएको त यता हाम्रो वंशको भनेर हामीले तात्कालै भिडियो उठाएर लगेर चाहिँ लमजुङ जिल्लामा लगेर उहाँको जन्मकर्ता नागरिकता बनाएको छौँ। अनि त्यसपछि उहाँको सबै भइसकेको छ। अब चाहिँ उहाँको मामालाई भेट्न जानेछौँ, आज मात्रै पोखराबाट आएको हामी। अनि अब मामालाई पास्छ रहेछ, उहाँलाई भेट्नको लागि जानेछौँ। त्यसैपछि यहाँ बाटोमा पढेर बच्चाहरूले मेयरहरूको सानपाङ अथवा त्यहाँ गाडीमा पनि हुन्छौँ भन्ने खालको इच्छा गरेर यो बाटो गएर यहीँदेखि पढेर यहाँ चाहिँ ल्याएको छौँ। कहानी लामो छ, यो देश रोएको छ अहिले होइन, पुरै देश विदेशमै रोएको छ, लगभग सबै भाइरल छ यो भिडियोहरू होइन। यो कहानी फिल्मको त अब त्यो के अरे बनाएको कहानी हुन्छ, यो त उनीहरूको रियली जिन्दगीमा तिनचुरे अनलाइनको टिम नभएको जिन्दगीमा उनीहरूको परिवार जिन्दगी भेटघाट नहुने कसरी भेट्छ त होइन। हटमटो होइन यस्तो खालको भएपछि भेट्न लागेको समीर सनम यहाँ आउँछ मम्मी सबैले नमस्ते गरौँ। तपाईँ समीर हो, 2.5 वर्षको होला, यो सोनम 6 महिनाको हुँदाखेरि। अनि यहाँ हाम्रो पाल्नु हुने आमा अथवा घरमा हुने आमा थिएन, अनि उहाँले चाहिँ मेरो सपना हेर्नको लागि आउनुपर्छ होइन। अब के छ त उहाँको यहाँ नमस्ते, यहाँ मेरो मेरो बोलले पाल्न आयो भनेको सबैजनाले सबैले पनि यता ध्यान दिनु, मैले बोलेपछि सबैले ध्यान दिनु, बोल्दिनँ इजी छु गइहाल्छ नमिलेको।
छुट्टै गर्दा एउटै मिसायो कि धन्यवाद छ यो छुट्टै गर्दा भइहाल्छ त्यो यार समीर सरले यो कार्यक्रम छुट्टै गरौँ के साथीहरू यो सहयोगको कार्यक्रम यहाँ हो क्या त्यसो आफूले गर्नु नि यार यो कार्यक्रम कहाँ यसरी हाइजेक गरेर यो गर्नुपर्छ नि त के यो राख्ने अरे दिनेश दाई तपाईँले म्यानेज गर्ने नि त यो कहाँ यो बिचमा कार्यक्रम गरिरहेको यो सहयोगको हाम्रो सहयोगको कार्यक्रम यो यसो आज के अरे उहाँहरूलाई राख्नु दिनुहोस् अनि मेरो सबलाई फाइनल गरौँ गर्नुपर्छ नि यस्तो नगराउनु दिने उहाँको तर्फबाट यो 15 उहाँहरूलाई सहयोग गरे हजुर उहाँको नाम राजकुमार राई अध्यक्षज्यूले भनेपछि मैले राजकुमार राई के हो र सदस्यले भनेपछि नि कहाँ मैले सक्छु ऊ हेर न यता नमस्कार यहाँप्रति ल यो तपाईँ अनलाइन नमस्कार तपाईँ समय उसको गल्ती हो रोहित सर आउनु नमस्कार सबैजनालाई म चाहिँ मिलन सोताङ राई मेरो घर चाहिँ तेह्रथुम जिल्ला लालीगुराँस नगरपालिका 4 हो अनि यता बाहिर युएससीबाट नेब्रास्काबाट आउनुहुने दाइ मेरो भतिजो बुहारी नाति तपाईँले सान्नुहुन्छ यसरी आउनु भएको थियो अनि यो चाहिँ अहिले सुन्नुमा पारो भनेको चाहिँ एउटा उसको लागि चाहिँ के भन्छ निर्माणको लागि चाहिँ एउटा सहयोग गर्ने जुन कसरी सहयोग गर्ने हो कसलाई भेट्नुपर्छ भनेर चाहिँ एउटा उहाँहरूले मलाई खबर गरिसकेपछि यहाँ हुँदै आउने क्रममा चाहिँ अहिलेसम्म एउटा मैले चाहिँ एउटा फुलको माध्यम भएर चाहिँ उहाँहरूलाई मैले खबर सामु भेटाइदिएँ भन्दै नेब्रास्काकै किराँत याएका नेब्रास्काको अध्यक्ष पनि हुन्छ उहाँले नै चाहिँ सल्लाह गरेर चाहिँ आउनु भएको थियो उहाँले चाहिँ उहाँलाई म 2 शब्द बोल्नु चाहिँ बागवानको लागि सबैले अलिकति केही माध्यमहरू चाहिँ नपुगेको जस्तो भइरहेको अब आउनेहरूले चाहिँ यहाँ आइपुग्नु नसकेर होइन हामीलाई चाहिँ यो भएर हुन चाहिँ अब कन्ट्याक्ट नम्बरहरू तपाईँले नत्र लाउनु भएको तर कतिले हेर्छ कतिले हेर्दैन त्यो भएपछि चाहिँ अलिकति कस्तो माध्यमबाट चाहिँ आउनु सक्छ यति राख्नुभयो भने चाहिँ एकदम राम्रो हुन्छ जस्तो लाग्छ धन्यवाद मैले चाहिँ यति नै भने यही हो हाम्रो पनि अब पारवासी हाम्रो यो हाम्रो अभियान होइन हाम्रो यो सानो संस्था थियो यसबाट होइन सहयोग गरेर हामीले अलिकति दिएको यसमा धेरै भएन सहयोगको रूपमा हामीले दिएको छौँ होइन एउटा माध्यम चाहिँ उहाँ हुनुभयो उहाँले हामीलाई यहाँ ल्याइदिनु भयो त्यसरी नै हामीले हामीलाई सानो सहयोग गऱ्यौँ त्यसमा हामी खुसी छौँ र आउँदो दिनमा फेरि हामी गर्ने
अब बाँचे चाहिँ नगरौँ होइन आउने दिनमा हामी हौसला चाहिँ दिन्छौँ होइन आएर फेरि हामी यहीँ शून्य त्यो उसमा गएरै हामी फेरि मजा लिनुपर्छ होला हस्त धन्यवाद किने हो अरे धेर छैन हाम्रो साथ निलेश भाइ आउनु न निलेश भाइ भयो बोल्दैन छोड्नु अलिक वरवर आउनु सबैजना सबैजना ल धन्यवाद छ ल धन्यवाद छ है रफ छु है म चाहिँ रफ छु है म चाहिँ ल लाज लाग्यो मलाई पनि लाज लाग्छ टाउको मात्रै खिच्न पाइयो हामी त अब ल ए के अरे दुईजना सबै मिलेर खिचौँ न हौ सँगले अलिक पछाडि जानु अलिक पछाडि हुनु यहाँ हामी त के हो होचीको त कामै भएन पछाडि धन्यवाद छ सबैजनालाई आउनुभयो बिहानै हामीलाई सम्झेर सहयोग लिएर आउनुभयो होइन तर म चाहिँ अलिक बोली व्यवहार दुइटै खस्रो होइन यहाँ अनौठो लाग्न सक्छ यो अर्थमा चिप्लो मान्छे होइन अचित्रो मान्छे हो सफा गर्न आएको मान्छे ब्रस जस्तो थियो गुरुस जस्तो गुरुस जस्तो